म आफू सुरक्षित हुन सुरक्षा कर्मीको घेरा तोडेर भित्र पसेको म काठमाडौँमै छु। तपाईहरु पिर नगर्नुहोस्, म काठमाडौँमै कुनै एउटा मन्दिरमा बसेको छु। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक आइभीएफ एन्ड फर्टिलिटी सेन्टर, सिनामंगल, काठमाडौँ। प्रहरीलाई लाग्यो होला दुर्गा प्रसादले पेलो भनेर, तर मैले त्यहाँ पुग्दाखेरि के सुरागी पाएँ भन्दाखेरि त्यहाँ माथि छतमा साफ सुथरहरू बसेर मलाई टार्गेट बनाएको भन्ने मैले बुझिसकेको थिएँ। र अर्को कुरो के थियो भन्दाखेरि मेरो कानको छेउबाट गोली गयो तिनकुनेमा पुग्दाखेरि। फेरि अर्को कुरा के भन्दाखेरि तपाईहरुको मेरै गाडीमा आएर टियर ग्यास खसिसकेपछि त्यस पछाडि म उत्रेर मेरो ड्राइभरलाई निकालेर म आफै गाडी चलाएर यिनीहरूले मलाई मार्दै रहेछन् र यिनीहरूले मलाई कि त थुन्नु पर्यो गुन्जालो, जो पेरुको गुन्जालो बनाउने, या त बनाएर मलाई कि त थुन्नु पर्यो कि त मार्ने षड्यन्त्र गरेको मैले बुझिसकेपछि मेरो अन्त कहीँ उपाय नभएर म पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्तरतिर म पुगेको थिएँ र म पुगेको हुँ। र मैले पुलिसलाई चित्त दुखाउने काम मैले गरेका छैन। म आफू सुरक्षित हुन सुरक्षा कर्मीको घेरा तोडेर भित्र पसेको सुरक्षा कर्मीलाई म के भन्न चाहन्छु भने तपाईहरु प्रति मेरो कुनै लक्षित दुश्मनी होइन, तपाईहरु राज्यको संयन्त्र हो। तपाईहरुलाई पर्न गएको चोटमा म क्षमा चाहन्छु। तर एउटा कुरो के छ भन्दाखेरि दुर्गा प्रसाद तपाईहरुबाट टाढा छैन, म काठमाडौँमै छु। तपाईहरु पिर नगर्नुहोस्, म काठमाडौँमै कुनै एउटा मन्दिरमा बसेको छु। म सुरक्षित छु।